साथीहरू, आज लामो समयको अन्तरालपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने रिहा भएका छन्। यसै क्रममा रासोपाका समर्थकहरूले धेरै उत्सव मनाइराखेका छन् भने सामाजिक सञ्जालहरूमा पनि खुशी व्यक्त गरिराखेका छन्। यसै क्रममा रासोपा नेत्री तोसीमा कार्कीले आफ्नो स्ट्याटस अलि लामो तरिकाले आफ्नो स्ट्याटस फेसबुकमा यसरी लेखेकी छन्। म भाग्दिन, देश छाडेर जाँदिन, धरोटी पनि तिर्छु, भिगो पनि तिर्छु, अनुसन्धानलाई पनि पूरा सघाउँछु भनी अनुरोध गरिरहँदा पनि धरोटीमा छुट्नलाई समेत दुई पटक भारी मतले जनताले रुचाएको मान्छेलाई त महिनौं लाग्दो रहेछ भने अरू सामान्य नागरिकहरू मुद्दा मामिलामा कति वर्षदेखि अल्झिराखेका होलान्। खैर, ढिलै भए पनि रविजीले अब थुनामुक्त भई बाहिरै रहेर मुद्दा लड्न पाउने हुनुभएको छ। उहाँमाथि अन्याय र प्रतिशोध भएको त 40 लाख हस्ताक्षरले भनिसकेको थियो। आज बुटोल उच्च अदालतको फैसला हेर्दा लाग्दैछ न्यायको ढोका पनि कठोर हुँदा हुँदै यो व्यक्तिको धैर्यता, निडरता र निरन्तरतादेखि कमलो हुन बाध्य भएछ। न्याय त भइसकेको छैन, तर ढोका चाहिँ खुलेछ। अब पेशी सरिरहने मात्र होइन, चाँडै उहाँमाथि लागेका मुद्दाहरू छिनोफानो होस् र पूर्ण न्याय मिलोस् भनी कामना गर्दछु। बिगो र धरोटी दुवै तिर्छु भनेपछि थुनामुक्त भएरै मुद्दा लड्न पाउने एक अभियुक्तको अधिकारको विषयलाई पनि आज पूरा देशले नै उत्सव जस्तो मनाइरहेको दृश्यले चित्रण गरेको छ कि हाम्रो देशमा न्यायको प्रक्रिया र प्रणाली कति क्रूर, निर्दयी र ढिलासुस्ती रहेछ। सुधार गर्नुपर्ने धेरै छ। त्यसैले भन्दा रहेछन् दुश्मनलाई पनि बरु दिन लागोस्, मुद्दा नलागोस्। यसै भन्दा म धेरै आशावादी छु। उहाँको रिहाईले पार्टीमा नयाँ आशा र ऊर्जा थपेको छ। अब हाम्रो पार्टी रासोपाका सभापति रवि लामिछानेकै भौतिक उपस्थिति र प्रत्यक्ष पहलमा वैकल्पिक शक्तिहरूलाई समेटेर मध्यमार्गी मूलधारको एउटै निर्णायक शक्तिको रूपमा आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतले विजयी हुनेछ र व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अङ्ग आवश्यक सुधार गर्दै भ्रष्टाचार मुक्त सरकार निर्माण गर्नेछ। रविजीको रिहाईसँगै रासोपाभित्र बाहिर सबैतिर अब नयाँ शक्तिहरू एकीकृत हुने, थप सबल, सुदृढ र विस्तारित हुँदै भ्रष्टहरूलाई परास्त गर्ने परिवर्तनको आशाको दियो बलेको छ। धैर्य गर्नुहोस् है, अब यो देशले खोजेको निकास र विकासको दुन्दुभी रासोपाले बजाउँदैछ।